यहाँ चाहिँ हाम्रो अर्ग्यानिक प्लेटमा यहाँनिर सुँगुरको मासु खाँदैछौँ साथीहरू। यहाँनिर चाहिँ एकदम अर्ग्यानिक मात्रै छ आजभोलि चाहिँ यहाँनिर। बोजू न अर्ग्यानिक नै हुनुहुन्छ हाम्रो उहिलेको बोजू हो। अझैसम्म हामीभन्दा हट्टाखट्टा हेल्दी हुनुहुन्छ हाम्रो काइली बोजू। यहाँ चाहिँ मेरो पो त कस्तो मिठो लाग्छ। अब यस्तो अर्ग्यानिक पाउँदा त कसलाई मन पर्दैन नि बोजू? बस्तीमा बस्यो भने चाहिँ यसरी खानु पाइन्छ। मलाई चाहिँ तर त्यस्तो चाहिँ मन पर्दैन। यहाँ चाहिँ सुँगुरको मासु हामी यसरी खाँदैछौँ। यहाँ पनि छ, यो चाहिँ हामीले बडी आमाले पठाइदिनु भएको। यो पनि बडी आमाले पठाइदिनु भएको सिलगढी लानुको लागि हो। धेरै धेरै धन्यवाद भनिदिनु। धन्यवाद। अब चाहिँ म सुँगुर खाएँ ल साथीहरू। रायो सागसँग त्योसँग आमाको रेसिपी खानु पर्यो। सिस्टरले बनाउँछ त त्यस्तो, तर अस्ति रायो सागसँग भात बनाएको।